सोल्टी ल सोल्टी चाहिँ अब यहाँ चाहिँ अब चट्टो बनाएर चाहिँ सोल्टी चाहिँ अब यो बाइकमा चाहिँ स्टार्टिङ गर्दै हुनुहुन्छ 2 ल्याप्सको छ यो दुईटा ब्रेक हो ब्रेकको लागि उहाँ सजेसन दिँदै हुनुहुन्छ एक्सिलेटरका लागि उहाँले बुझाउँदै हुनुहुन्छ यसरी हामी अर्जुन धारा फन पार्कमा आएर चाहिँ रमणीय दृश्य हेर्नका साथसाथै उहाँ दिनेश दाई सोल्टी आफ्नो कुराहरू सिक्दै हुनुहुन्छ कुदाउनुभन्दा अगाडि यसको बारे विशेष जानकारी लिँदै सोल्टी अब चिज यहाँ चाहिँ स्टार्टिङ फेजमा छ गाइडेन्स दिइरहनु भएको छ ब्याग नगर्नु किनभने यसरी ल्याप हान्ने हो मैले देखाइदिएँ यहाँ लगेर ध्यानमै ठुक्यो हैन ल कृष्ण सोल्टी के हेलमेट नला कहाँ लाउँछ ए भन्नु है स्कुल स्टार्ट गरेर तान्नु पडाएर ब्रेक तान्नु न अनि स्टार्टिङ फेजमा सोल्टी फर्स्ट गियरमा छ होइन फर्स्ट गियरमा छ कुदाउँदै माथि यसरी माथि तान्नुपर्छ कुदाउँदाको यो ब्रेक दिनेश दाइ लु न लु म पनि सिक्नु पर्यो नि त हान्दै गर्नु है अहिले अहिले सिकिहाल्यो कुदाउँदै एकपछि कुदाउँदा तान्ने यो होइन बराबर तान्ने माथि सिक्यो गियरमा युज गर्नु ल सोल्टी ल ल भन्दै बोल्दै हैन अनि यहाँ चाहिँ सोल्टीले धुमादार स्टन दिइरहनु भएको छ लास्ट ल्याप दर्शकहरू धुमदार हकाइ छ सोल्टीको सोल्टीको पाली सकियो जस्तो छ ल मेरो पाली चढेपछि चरम लाग्ने सोल्टीलाई प्राविधिक गडबड भएको कारणले फेरि मोटो पोल्छ फेरि अब म पेट्रोल धेरै खान्छ नि त्यसले त कति खाइन्छ एउटा रहर हो क्या है यहाँ तीर्थयात्रीहरू पनि आउँदै हुन्छ पर
ल कृष्ण सोल्टीको निकै दुमदार बाइक घटाइ अब यहाँबाट चाहिँ फिनिसिङ लाइनमा आउनु भएको छ। सोल्टी राउन्ड हल्का उताबाट हान्नु नि भइहाल्यो नि। ल हाम्रो सोल्टीले चाहिँ अब कुदाउँछ है। ल ल सोल्टी बेस्ट अफ लक है। ल ल ल उडायो सोल्टी। एकचोटि मजाले कुदाएपछि त हुन्छ के कस्तो उयो रहेछ क्या। बढो सोल्टी बढो बढो। बिस्तारै त के पुरा कटिङ हान्नुपर्छ अनि मजा आउँछ त। ब्रेक हान्नु ब्रेक भयो। एक राउन्ड हान्नु न। एक हान्दिउँ न एक।